तद सदसतः परम गुणापभासे विगुण एक भक्त्यानुभाविते। भगवान ब्रह्म जो परमात्मा जो चाहिँ सत असत भन्दा पर रहेको जो तत्व ब्रह्म परमात्मा छ त्यो परमात्माको अनुशीलन गर्न थाल्नुभयो, भजन गर्नुभयो र यसरी चाहिँ नि अब विगुण गुणरहित भएर एक भक्ति भनेको एउटै परमात्मा भक्ति छ, सम्झना छ कसैको भने त्यही परमात्माको छ। छोराको पनि छैन, श्रीमतीको पनि छैन, त्यत्रो वर्षौं महिनासम्म जो पत्नीका साथ उनी विहार गरेको विमानमा, तर त्यो देवहूतिको याद छैन। त्यसरी छोड्नु भने छोड्ने भएर घर छोडेर देउघाट आएर बस्ने, अनि बाबु के छ तँलाई, के छ नातिलाई भएर त्यसरी फोन गरिरह्यो भने त्यो आसक्ति मेटिएन। आसक्ति नमेटिएपछि अनि त्यो भगवानको भजन एकाग्र रूपमा हुन सक्दैन। त्यसले गर्दा त्यो सर्वतो भावेन परित्याग, सन्यास भनेको त्यही हो। न्यास भनेको छोड्नु, सबै चिजहरू चाहिँ नि संसारका वस्तु पदार्थहरू, आफ्ना आफन्तहरू, इष्टमित्रहरू यी सबैलाई बिर्सेर केवल भगवान नै मेरो उद्धार गर्नेवाला हो। किनभने त्यही परमात्माकै कृपाले म यो संसारमा जन्मी र म अहिले जो पुरुषार्थ गरिरहेको छु भगवानकै कृपाले गरिरहेको छु र अन्तिममा त्यो भगवानमै म मिल्ने हो। परमपिता भनेका तिनै हुन् मेरालाई, बाउ भने नि आमा भने नि। त्यस कारणले गर्दा भगवानको स्तुति वन्दना गर्नेहरू भन्छन् त्वमेव माता च पिता त्वमेव बन्धु च सखा त्वमेव विद्या द्रविणम त्वमेव सर्वम मम देव देव। को छ यहाँ, बाउ को छ, आमा को छ भन्दा कोही पनि छैन। यो सम्बन्ध प्रारब्धले गर्दा, वासनाले गर्दा हामी कसैका बाउ भएका छौँ, कसैका छोरा भएका छौँ, कसैका श्रीमती भएका छौँ। त्यस कारणले गर्दा शङ्कराचार्यले पनि त्यही भन्नुभयो आमालाई। किनभनेदेखि चाहिँ नि शङ्कराचार्य दिग्विजय गर्नका लागि, धर्म प्रचार गर्नका लागि जान चाहनुहुन्थ्यो। उहाँ पनि भगवान शङ्करकै अवतार। तर आमा भन्नुहुन्थ्यो कि बाबु विवाह गर, अब बुहारी आउँछे, अब पकाएर खुवाउँछे। त्यस कारणले गर्दाखेरि दुःख भयो, अब म वृद्ध भएँ भएर यसरी चाहिँ भनिरहनुहुन्थ्यो बारम्बार। अनि शङ्कराचार्यले भन्नुभयो प्रबला निलवेग बेल्लित ध्वजची नाम सुख कोटि चञ्चले अपि मूढमती कलेबरे कुरुते कहतिर बुद्धिमम्बिके कति नाम सुता नलालिता कति बा नेह बधुर बुञ्जी कुनुते कुचता कोबा वयम भवसङ्ग खलु पान्थ सङ्गम। आमा हामी त यो संसार रूपी धर्मशालाका हामी पाहुना हौँ। जसरी एउटा धर्मशालामा विभिन्न ठाउँबाट आएको बटुवा जम्मा हुन्छ, आफूले ल्याएका चिजहरू बाँडीचुँडी खान्छ। अब भोलि जाने गन्तव्य कहाँ हो? भोलि बिहान भएपछि हजुर लोग नमस्कार गरे है म हिँडी भन्छ, ऊ पूर्व लाग्छ, पश्चिम लाग्छ, उत्तर लाग्छ, दक्षिण लाग्छ। यो संसार रूपी एउटा धर्मशालाका हामी पान्थ हौँ, बटुवा। त्यस कारणले गर्दा तपाईँका छोरा बुहारी कति जन्मसम्म भए, कतिले पालन पोषण गरे, तैपनि आज त्यो वासना पूर्ण भएको छैन। त्यस कारणले गर्दा यस्तो चाहिँ मलाई आग्रह नगर्नुहोस् भने। त्यस कारणले गर्दा यो संसारका सम्बन्धहरू के हुन् त भन्दा आफ्ना पूर्वकृत कर्म जो वासना छ त्यो वासनाका माध्यमबाट हामी कसैका बाउ भएका छौँ, कसैका आमा भएका छौँ, कसैको छोरा भएका छौँ। त वास्तविक चाहिँ हाम्रा बाउ आमा को हो त भन्दा त्यो परम पिता ईश्वर परमात्मा, जसले यो समग्र चराचर जगतको सृष्टि गर्यो, जसले यो समग्र चराचर जगतको पालन गर्छ र अन्तिममा गएर जसमा गएर यो समग्र चराचर जगत विलय हुन्छ, त्यो नै हाम्रा वास्तविक बाउ हुन्, ती नै हाम्रा आमा हुन्। त यस्तो भावना गर्ने भएका ती कर्दम प्रजापतिले भगवानमा एकाग्र चित्त गरेर चाहिँ आफ्नो दिनचर्याहरू बिताउन थाल्नुभयो। वासुदेवे भगवती सर्वज्ञ प्रत्यगात्मनि परेण भक्तिभावेन लब्धात्मा मुक्त बन्धन। यसरी वासुदेव भगवानमा एकाग्र चित्त गरेर नित्य निरन्तर अहोरात्र चाहिँ जो चिन्तन भजन मनन गरेर दिनहरू बिताउन थाल्नुभयो। त्यसपछि गएर अन्तिममा भगवान भक्तिका कारणबाट भगवानलाई नै प्राप्त गर्नुभयो। र यसरी उता कर्दम प्रजापतिले जङ्गलमा गएर चाहिँ नि वानप्रस्थ जीवन बिताउँदै कन्दमूल तरुलहरू खाएर आफ्नो परमात्माको चिन्तन मननद्वारा चाहिँ नि एकाग्र भक्तिले आफ्नो देह त्याग गर्नुभयो, परमात्मामा विलय हुनुभयो। अब यता चाहिँ नि कपिल देव हुर्कँदै जानुभयो, सानो बच्चाबाट बिस्तारै विकसित हुँदै जानुभयो। अनि आमा देवहूतिले चाहिँ भन्नुभयो हे बाबु अब पिताजी त गइहाल्नुभयो, पिताजी पनि बडा ज्ञानी हुनुहुन्थ्यो, सत्पुरुष हुनुहुन्थ्यो। अब तिम्रै जिम्मा लगाएर पिताजी जो वनवास जानुभयो, अब तिमीले मेरो कल्याण गर। अब कसरी मेरो कल्याण हुन्छ? निर्विण्या नितराम भुवन नसदिन्द्रिय दर्शनात् येन सम्भाव्यते मानेन
प्रपन्नान्धम तम प्रभु हो। अब देवहूतिले प्रश्न गर्नुभयो कि आज यी मेरा इन्द्रियहरू चलायमान छन्, कुनै इन्द्रियहरू पनि नियन्त्रणमा छैनन्। किनभने हाम्रा शरीरमा 10 वटा इन्द्रियहरू छन्, 5 ज्ञानेन्द्रिय, 5 कर्मेन्द्रिय। ज्ञानेन्द्रिय भनेको चाहिँ के हो भन्दा ज्ञान गर्ने इन्द्रिय, जस्तो आँखाले ज्ञान गर्यो, पारेतिर रुख वृक्षहरू छन्, पहाड छ, ऊ मान्छे वा रेफ्टिङमा वार पार गरिरहेका छन्, त्यो देख्ने काम कसले गर्यो? आँखाले गर्यो, त्यसको नाम हो ज्ञानेन्द्रिय, ज्ञान गर्यो। श्रोत्रेन्द्रिय भनेको कानले जो आवाज प्रवचन सुनिरहेका छौँ हामीले, यो श्रोत्रेन्द्रिय हो। अनि घ्राणेन्द्रिय, सुगन्ध दुर्गन्ध के छ त्यो पत्ता लाउँछ। रसनेन्द्रियले मिठो नुनिलो पिरो अमिलो के छ त्यो स्वाद पाउँछ। यो छालाले कडा हो कि नरम हो कि चिसो हो कि तातो हो भन्ने थाहा पाउँछ। यसरी हाम्रा यी 5 ज्ञानेन्द्रियहरूले 5 विषयको ज्ञान गर्छन्। र 5 कर्मेन्द्रियहरू छन्। कर्मेन्द्रिय भनेको कर्म गर्ने, हातले सामान उचाल्छ, थचार्छ, तान्छ। अब यो कर्मेन्द्रियभित्र पर्यो, हात खुट्टा कर्मेन्द्रियमा परे, अनि हामीले दिशा पिसाब फाल्ने पनि कर्मेन्द्रियभित्र पर्यो। यसरी 5 कर्मेन्द्रिय र 5 ज्ञानेन्द्रिय, 10 इन्द्रियहरू चाहिँ हाम्रो शरीरमा छन्। र त्यो 10 इन्द्रियले मलाई चाहिँ सताउनुसम्म सताएको छ। आँखाले टेलिभिजन हेर्न जाउँ भन्छ, अब कानले चाहिँ नि विभिन्न किसिमका गीत गानाहरू सुन्नु भन्छ। किनभने जति मन एकाग्र गर्छु भने पनि त्यो इन्द्रियहरूले त्यो विषयको चाहना गरिरहेको छ। त्यसले गर्दा मान्छे आज भौतारिएको छ, कहिले पनि सुखी छैन। मान्छे सुखी नहुनुमा कारण के त भन्दा उसको शरीरमा रहेका इन्द्रियहरू जो लालायित छन् विषय प्राप्तिका लागि, हरेक इन्द्रियले हरेक विषयको प्राप्ति गर्न खोजिरहेको छ। त्यसले गर्दा उसमा शान्ति छैन। त्यसकारण गर्दा म यही सोधिरहेको छु कि यी मेरा अतिरिक्त जो इन्द्रियहरू छन् त्यसको नियन्त्रण कसरी गर्ने। त्यसकारण गर्दा त्यो मलाई बुझाउनु पर्यो र कसरी भगवानलाई प्राप्त गर्न सकिन्छ भनेपछि अनि भगवानले भन्नुभयो, योगाध्यात्मिक पुंसाम मतो निश्रेयसाय मे अत्यन्तो परतिर्यत्र दुःखस्य च सुखस्य च। त्यसकारण गर्दा अब अध्यात्म योगद्वारा नै हामीले सारा इन्द्रियहरूलाई नियन्त्रण